सम्पूर्णमा नमस्ते है। म चाहिँ आज यो मेरो गरी खाने भाँडो ठ्याक्कै 5 दिन भएछ होइन, बिग्रेको बनाउने क्रम जारी छ, बन्दैछ होइन, हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो गुरुजी। दाजु कति भएर बिग्रेको गाडी बिग्रेको? 5 दिन भयो। गाह्रो छ नि होइन, के गर्ने? काम गर्ने मान्छे काम गर्ने भयो, नेपालको मान्छे छैन। ल हेर त, हाम्रो देशमा काम पाइएन भन्छन् होइन। काम गर्ने यस्तो मान्छेहरू चाहिँ यस्तो अभाव छ, काम कारण मान्छेको गर्ने मान्छेको अभाव भएर होइन त। विदेशबाट ल्याउनु पर्छ मान्छे, सामान पाउँदैन, हेर्नुहोस् होइन, सामान पाउँदैन। अनि यो गरी खाने भाँडो यस्तो भएपछि एउटा सामान्य बिग्रिँदाखेरि यस्तो 5 दिन, हप्ता दिन, 10 दिन लागेपछि यो ड्राइभरले कसरी घर परिवार चलाउने अनि हामीले कसरी चलाउने होइन। अनि अब नेपालीहरू चाहिँ भन्छन् ठाम छैन भन्छन्। हेर्नुहोस् उहाँहरू कति दुःख गर्नुहुन्छ, लजाउनुहुन्न काम गर्न, सिक्नु भएको छ काम गर्नको लागि लजाउनुहुन्न। हामी नेपाली चाहिँ म्याक्सिमम काम गर्न लजाउने, काम नगर्ने, ज्यादा गफ गर्ने, राजनीतिक भाषण गर्ने, चिया खाने, चिया गफ गर्ने। अनि कहाँबाट बन्छ त देश? गर्नु पर्यो हजुर, आफूले सिकेको आफूले जानेको कुराहरू गर्नु पर्यो। मिहिनेत केही गर्छु भनेर यसो लगानी गरेको यस्तो अवस्था भएपछि के गर्नु हजुर? बनाउने मान्छेको कमी, सामानको कमी, एउटा सामान ल्याउन लागि सामान पाउनलाई 2 दिन 3 दिन पर्खिनुपर्छ। अनि कसरी गरी खानु, कसरी देशमा रोजगारी हुन्छ? अब यो विषयमा चाहिँ अब आउने सरकारले विशेष ध्यान दिनु पर्यो। भने आफूले सकेको, आफूले जानेको, आफूले सिपहरू सिकेर यहाँ नेपालमा केही गर्नु पर्यो। काम त प्रो छ है, गरेदेखिको प्रो अवसरहरू छ। त्यो अवसरहरू हामीले आफूले सिर्जना पनि गर्नुपर्छ, मिहिनेत गर्नु पर्यो। आफ्नो देशमा केही गर्छु भने हामी सबै बनाएको यस्तो छ। अहिले गाडीको हालत, गरी खाने भाँडो अब 5 दिन भइसक्यो, अझै यो 4-5 दिन लाग्छ यो कम्प्लिट हुनु। एकदम माग ज्यादा छ, कस्टमरलाई पुर्याउन नसकिरहेको अवस्थामा होइन। गाडी बिग्रेको यस्तो छ, बेहाल छ जिन्दगी।